यो देशको माया सबैभन्दा धेरै सिमानामा बसिरहेका मधेसीहरूलाई होला। सीमा मिचिँदा उनीहरूको देश मात्र मिचिँदैन, घर पनि मिचिन्छ, जग्गा पनि मिचिन्छ। आज एउटा भिडियो मेरो फिडमा आएको थियो। त्यो भिडियोले अलिक गम्भीर पनि बनाएको छ। भिडियोमा भारतीय सीमा सुरक्षा बल एसएसबी जबरजस्ती नेपालतिर छिरिरहेको छ र सीमा नजिकका हाम्रा नेपालीहरू चिच्याउँदै उनीहरूलाई रोक्न गइरहेका छन्। पछिल्लो केही दिनमा हाम्रो सीमामाथि पहिलाभन्दा धेरै आक्रमण भइरहेको छ। केही दिन अगाडिको सुस्ताको घटना र यो भिडियोमा देखिएको घटना यो एकदमै छिटो भइरहेको छ। केही दिन अगाडि मात्र परराष्ट्र मन्त्री र सत्तारूढ दलका सभापतिको भारत भ्रमण भयो। भारतमा गरिएको स्वागत सम्मानको धेरै चर्चा पनि भयो। एकातिर हाम्रा नेताहरूसँग भारत धेरै खुसी हुनु र उनीहरूलाई भारतले त्यति धेरै भाव दिनु, अर्कोतिर भारतले सीमा अतिक्रमण यति धेरै बढाउनु, यी दुईटै घटना एक आपसमा सम्बन्धित छन्। धेरैलाई थाहा होला, सिक्किम भारतमा विलय गराउनु अगाडि लेन्डुप दोर्जेलाई तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले रेड कार्पेटमा स्वागत गरेकी थिइन्। जसले जतिसुकै डिफेन्स गरे पनि हाम्रो प्रधानमन्त्रीले संसदमा गएर नेपालले भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्ति उनको गम्भीर त्रुटि हो। तर त्यसमा आफूले केही गलत नबोलेको र माफी नमाग्ने भनेर प्रधानमन्त्रीले गरिरहेको यो जिद्दीले यो घाउ झनै ठुलो बनाएको छ। अझ बालेनले बोले भन्दैमा त्यसलाई पुष्टि गर्न, नेपालले भारतको सिमाना मिचेकै छ भन्ने पुष्टि गर्न, राष्ट्रघात गर्न पनि पछि नपर्ने रासपाका ती सांसदहरूको सम्झना पनि नगरौँ। उनीहरूलाई संसदको त्यही प्रधानमन्त्री बोलेको रोस्टमबाटै भीष्मराज आङदाङवेले भनेको कुराले लाज लागेको हुनुपर्छ। एउटा साह्रै चित्त नबुझेको उदाहरण म यहाँ देखाउँछु। रासपाका सांसद बब्लु गुप्ताले एउटा फोटो फेसबुकमा हाल्दै लेखे, सिराहा नगरपालिका 20 गदियानीमा ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ। अब भन्नुहोस्, प्रधानमन्त्री बालेनले संसदमा झुट बोले कि सही? समस्या दुवैतिर छ, समाधान खोज्नुपर्छ। यसमा उनको आशय थियो नेपालीहरूले यसरी घर सीमा स्तम्भसम्मै आएर बनाएका छन्। तर उनले बालेनलाई चोख्याउन गरेको यो मेहनत धेरै समय टिकेन। त्यो फोटो खिच्ने अन्नपूर्णका पत्रकार शम्भु यादवले यसको भेद खोलिदिए, जुन चाहिँ बब्लु गुप्ताले गरेको दाबीभन्दा ठिक उल्टो छ। वास्तविकता चाहिँ के रहेछ भने बब्लु गुप्ताले भनेको ती ज्ञानी मुखिया नै भारतीय नागरिक रहेछन् र उनले चाहिँ 10 गजा मिचेर नेपालको सीमा पनि मिचेर घरखेत गरिरहेका रहेछन्। भारतीयले नेपालको जमिन मिचेको कुरालाई पनि उल्टै नेपाली नागरिकले भारतको जग्गा मिचेको जस्तो गरेर मालिक चोख्याउन लागि परिरहेका बब्लु गुप्ताहरूको हिसाब त समयले पक्कै पनि राख्ला, जुन हिसाब उनले देउसी खेलेर उछिट्याएको केही लाख रुपियाँको हिसाबभन्दा पक्कै महँगो पर्नेछ। तर पनि मुख्य समस्या एकजना ज्ञानी मुखियाले हाम्रो भूमि प्रयोग गर्यो भन्ने होइन, नो म्यान्स ल्यान्ड मिचियो या क्रस बोर्डर अक्युपाई भयो भन्ने कुरा समस्या त हो, तर प्रमुख समस्या होइन। हाम्रो लिपुलेक, लिम्पियाधुरा र कालापानी जहाँ उनीहरूको आर्मी नै आएर बस्छ र हाम्रो सुस्ता जहाँ भारतले राज्यको तहबाट अतिक्रमण गरिरहेको छ, सीमा मिचिएको भनेको त्यो हो। भूमि मिचिएको भनेको त्यो हो। राज्यको सीमा कायम नै राखेर अर्को देशको मान्छे अर्को देशमा बसोबास गरिरहेको छ या खेतीपाती गरिरहेको छ भने त्यो त्यति धेरै ठुलो चिन्ताको विषय होइन। तर हाम्रो त भूभाग नै नक्साबाट हराइरहेको छ। एकजना व्यक्ति आएको होइन, अर्को देशको सेना नै आएर परेड खेलिरहेको छ, सडक खनिरहेको छ, सरकारी भवन बनिरहेको छ। यो चाहिँ मुख्य समस्या हो। बालेनलाई सोधौँ, हामीले कहाँ कहाँ भारतको सीमा मिचेका छौँ? कहाँ कहाँ हाम्रा आर्मीहरू यो भिडियोमा देखाए जस्तो गरेर दादागिरी शैलीमा भारत छिरेका छन्? प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन शाहसँग कुटिल मौनता बाहेक अर्को जवाफ छैन।